के हुनु लाग्दा के हो यस्तो पारा राति पनि सुत्न नदिने यार भनेको यहाँ पनि यस्तै रहेछ फेरि बाटो यहाँ सुन्दा दाइ चाहिँ के भनेर यार मलाई यार सुनेको त छैन के हो छैन यता गएर पनि मान्छे चाहिँ अर्कोतिर मलाई माथि गएपछि चाहिँ म बस्छु नि जस्तो लाग्यो तपाईँको विन्टरमा झन् कामै छैन ब्रो विन्टरमा ज्याकेट स्याकेट यस्तो भयो हाइक सुरु भयो के भन्नुहुन्छ दाइ के भन्दै हुनुहुन्छ आज चाहिँ हामी तामाङ पदमार्गमा आएको छौँ होइन एकदमै खुसी लागेको छ भन्दा के अब ट्रेलमा गएपछि यतिको चाहिँ हो यस्तो खतरा हाइकमा बोलाइरहेको छु मैले है के सुन्दा दाइ ढाड पो दुई यार पोजिसनको एकको मान्छेले अनि त्यहाँ गाडी किनेर सुन्दा दाइ भेज भएर जो पनि खान्छ भने देखेनौ नि त्यो बेला हामीले तर आज हिँडेको बाटो हिँडेको छैन हिँड्न सक्छ अर्कै बाटो तरिका भएन पाउनुस् साथीहरु आउनु पर्यो ठीक छ जाऊ तरिका मोदी सरहरु छैनन् के आएको 10 बज्यो तरिका ठीक भयो
भनेको क्या यहाँ घडी स्टार्ट गर्दाखेरि कहाँसम्म पछि त्यतिकै बस्नु न दाइ तपाईँको भन्नु त चल्नु तपाईँसँग एकदम भित्र सन्ना बहिनीले धेरै मिस गरेको छु यो ट्रेनमा अस्ति पनि यो ट्रेनमा पनि रमाइलो भएको सन्ना बहिनी सालिना यो चाहिँ ओल्ड स्टाइलमा अरू त थाहा भएन तर आज म चाहिँ लडाइ छैन है लडा छैन है विराज लडा छैन विराज माथि अलिअलि देखिरहेको थिएँ त्यो घुँडा त राम्रो छ लडेको छैन यहाँ खुट्टामा घाउ पनि भएको छैन एकछिन ल नलिनु ल एकछिन 1 2 3 मैले भिडियो खिचिरहेको खाजा खाने ठाउँ अब यहाँ सिगारे आगो बाल्दैन अब तपाईँहरूको चिसो पानी भयो भने आगो प्लास्टिक नलाल्नु मादल त हेर्नु साइडतिर यहाँ आइसक्यो किन ननाच्नु भएको सुन्दै ठुलो छ कुन चाहिँ होला यो विराज बुलेटस के अरे बुलेटस कस्तो छ बास्ना च्याउ जस्तै होला कस्तो मिठो बास्ना छ यार खानु मिल्छ नि थाहा छ त्यतिकै खाइदिनु जस्तो लाग्यो कहाँबाट पुग्ने अरे तपाईँ कहाँबाट पुग्नु भएको सुन्दालाई केही कुरा चित्त बुझेको छैन जस्तो लागेको छ भन्नु त सुन्दै भिडियोमा भन्नु म सार्वजनिक गरिदिन्छु पछि मान्छेहरूले बाटोमा सर्वत्र फोहोर फाल्दै है त्यस्तो समीक्षा भोलि अझै एनटिभीको टी सर्ट लगाएर हामी उद्घाटन गर्न हिँडेको होइन हामी पर्दैन जस्तो फिल भएको छ परिचित देखिरहेको छ नि अब सुन्दरको विशेषहरू के अरे फेरि भन्नुहुँदा फेरि भन्नुहुँदा फेरि एकचोटि फेरि भन्नुहुँदा के भने
बिहा कन्ट्री परेको चाहिँ बुझ्न लाग्यो थाहा छैन सबै यो गरे ठिक छ होइन होइन यहाँ त ठिक छ हामी तिनजना मात्रै छौँ एकजना एउटा मात्रै सिट खाली के गर्ने किन भनिहाल्नु छलफल गर्नु पनि पाएन अरे त्यही मान्छे बसिरहेको हिजो चाहिँ पुरै म्युजिकल नाइट थियो कि क्या दामी थियो कि म तपाईँलाई देखाइदिन्छु होइन यस्तो म्युजिकल पुरै त्यो गाना जगदीश सिंहको गाना चलिरहेको छ है के अरे चक्रपथमा थियो कि दाइ छ त्यसपछि यो आर्टिस्ट फिल्डहरू चलाउँछु कि अनि उसले हिजो म्युजिकल नाइट बनाएको थियो अनि म त्यही गएको थिएँ ल जामी थियो खतरा खतरा कुलाहरू है पर्फर्मेन्स दिइरहेको थियो ल्याउनु त त्यो रेलबाट उभिने बित्तिकै विराजलाई गाली गरेर छ म त बाइक भित्र राख्छु भन्छु है बाइक लगेर जाने मान्छे ल अनि अझै बल्ल मेरो आँखा खुल्यो कि झोलास मेरोमा आजसम्म थाहा पनि छैन अगाडि सुन्दा रिसाउँदै हिँडिरहनु भएको छ ओए कुहिरो बतासे यही हो रे खै उहाँले त्यही हो भन्नुभयो बडा डाँडा हो यो खै बतासेसम्म गाडी भन्नु भएको जस्तो लाग्यो कस्तो लाग्यो बतासे डाँडा हेर्दै सुन्दाले भने के कुरा चित्त बुझेन अरे अಯ್यो ए यो खुट्टा के भाँच्दिनु भएको छ नि मेरो सुन्दा दाइले आज खुट्टा भाँच्ने भयो मेरो मैले सुन्दाको बदमासी यहाँ सबै भिडियोमा क्याप्चर गरिरहेको छु आउँछ साथीहरू यहाँसम्म बाइक ल्याएर राखेर गएर छन् कि हामीलाई यो प्रोग्रामको भिडियो बनाउनुहुन्छ भिडियो भन्दा नि हामी जस म्यापको भिडियो चाहिँ बनाउँछौँ अनि फोटो भिडियो अपलोड अलिअलि गर्छौँ सर यसको हजुर खासै धेरै युट्युबमा हाल्ने गरी बनाउँछौँ यता बाजेले जानकारी दिने गरी यस्तो छ है केमा बनाउनुहुन्छ के छ सुन्दा दाइ कस्तो भयो हेलो सुन्दा दाइ पर्दैन तसँग हाइक सुन्दा दाइ स्याक फेलिन ब्रो पसन्द आयो जस्तो प्रश्न सोध्नुहोस् 22 किलोमिटर एरिया छ खोइ त हाम्रो सोल्टी तर यो सुज एकदम बेस्ट छ यो यस्तो ट्रेनिङ लागि तपाईँहरू सुन्दै जानु होला होइन कोन्जो सोमी भारदेव गाङ लुङतोक ठेक्छेन बत्तिसे गाउँ विस्तार गर्नुहोस् के भनेर फेरि दोहोऱ्याइ Acera viva calamase. भयो किन रोइरह वाले किन भयो
माननीय साहब माननीय ज्यू हेलो माननीय ज्यू त्यत्रो माननीय ज्यूलाई मैले सम्मान गरेर बोलाएको यार हिजो राति तर दामी देखियो बच्चा बेला हामीले घर बनाउँथ्यौँ नि ठ्याक्कै कस्तो यो ऊ त्यो गरेर